केटा उठाओ के बिहान भयो भनिराखु हिमाल देखिया मोबाइल लगे दोस्त प्लास्टिक अड्डाउने ट्यालेन्टेड को हो सुत केटाहरु उठेको अगे के मोबाइल ठडाउँदै हान्ने ब्लग हो क्या सबै उठेन तल पठाइदे चिया खानु पठाइदे यहाँ त खतरा देखिन्छ है ठ्याक्कै यहाँ हिउँ जमेमा कति मजा आउँदै हेर्न हेर त केटाहरूले एक्लै चिया खाएन दाइले ल्याइदिने भन्ने होइन दोस्तों हम लोग ब्लॉग करते हुए जाएंगे वेज माई टी चिया न त बोलाउनु चिया पो कहाँ छ सर अन्त चिया चिया हाम्रो ग्रुप हो कि अर्को चिया चिया निक्कु क्या खतरा देख यार कोई देखे नहीं वाला देखो निक्कु आऊ फोटो खिचिदिन आऊ निक्कु निक्कु तिमी नि हौ ओ त भ्यूमा जाने हो कि त्यहाँ जाने हो चिया बगान गार्डन हो चिया बगान क्याफे हो कि यो त रियलमा चिया अब खान्छ अब मासु खाने मासु सुमित खै काले काले भन्छस् फेरि भन्छ काले भन्छ काले भन्छ त्यहाँ हेर तँभन्दा गोरो देखियो त मभन्दा गोरी जता हेऱ्यो त्यतै हिमाल हिमाल छ सुमित त्यता हेर्दै सिनेमेटिक सर्ट हुन्छ अस्ति चढेको हामी त्यही हिमाल होइन र हिमालको चुचुरो हेर्न क्या दामी हो चुचुरो दोस्तों आसमानों की ऊंचाइयों में चारों तरफ भ्यू पोइन्टमा खै हिमाल खै हिमाल हिमाल खै हिमाल यहाँ रहेछ ए हिमाल घेराउ भोक लाग्यो यार निक्कु हो यो हिउँ खेलाउन पाए कति मजा आउँथ्यो खै देखेन यार देख्यो आफू त फोटो नि खिच्ने हो क्या यहाँबाट खिच्ने हो क्या केटा हो हामी चिया बगान जाँदैछौँ तर अझै आधा घन्टा लाग्छ अरे चिया बगान अगाडि हो कति घन्टा लाग्छ ए त्यही भएर नसोध के एउटाले आधा घन्टा भन्यो एउटाले 15 मिनट एउटाले 1 घन्टा पहिले तर्साउनु दिन्छ नि यार केटा म अब युट्युब च्यानल खोल्छु सब्स्क्राइब हाल्नु निक्कुले सरापेको कि मलाई आयो आयो डन आयो हिँड्ने होला शपिङ गर्ने भोलि बिहान हिँड्ने होला तेरो स्लोमो केटा यो हेर्न आएको हामी टी गार्डन हो यो कतिवटालाई थाहा पनि छैन यो चिया बगान हो भनेर केटा हो यता हेर न सुमित काले यता हेर बुझ्दैन कि दोस्तो हामी चिया बगानबाट निक्लेको चुप लाग्यो बाउलाई फोन हान्दै बाउलाई बाउ भन्छस् बाबा अहिले फेरि बाबा भर्खरै बाउ भनेको
Hello guys, welcome to दाईको फ्लावर दाई भ्लग हैन नि सुन्नु हिजो दाईले भनेको भन्दिम भन हैन दाई सिंगल हो रे हैन कोही राम्ररी हुनुहुन्छ भने यसो मेसेज गर्ने दाईले मलाई एडिट गर्न आउँछ काट्दिन्छु यो ए त राम्रो भन्दा पनि त्यही भएर हजुर कल गर्न त लाटो तले माथि नि मुति हैन सर ओइ तिम्रो भ्लगमा आइसि यस्तो हुन्छ भने चाहिँ मलाई नि यस्तो हुने भए त मेरो त 1000 वटा हुन्थ्यो यति बेला भिडियो दर्शक दिन हेर्न सक्नुहुन्छ वर्ष सुन्दरी को कान्छु पनि गान्छु गेस्तरी Currently running 16 years old. Do you have any girlfriend? Maybe. Maybe. हो सकता है. Maybe. एउटा साइडबाट छ तर उताबाट थाहा छैन क्या. युनाइटेड. ओके एक्चुअली म थिएन त्यति बेला हैन मलाई पढाउने भन्दा नि मेरो स्कुलको एकाउन्टेन्ट सरको हैन मोबाइल खसेर मोबाइल निकाल्न पानी भित्र मनी गइदिन्छु नि आउँछ माइ त निकाल्नु अहिले मोबाइल युज छैन त मान्छे त युज भयो नि मान्छे त छ मान्छे काम लाएपछि भयो त्यस्तै नबस बाङ्गे नबस लास्टमा जानी फाइदा यो हो के एक्सिडेन्ट भएको सूचना दिँदै हजुरमै भागिसके म पत्रकार भागिनु बाने हजुरको प्रयास कृतज्ञ होला नि हजुरको माछा हामी आफ्नो प्रस्तुति दिँदै झर्नी भर्खर आएको दाइ भर्खर आएको फर्किने यताबाट खोलेर राख अब फर्किँदै आड्दैन जाउँ त फेरि फर्किँदै यो मोबाइल त गयो नि मतलब छैन केटा हो त डराएर त त्यही छुट्या छ अनि डर हुन्छ डर नि के हो एकैछिन त मुटु ढुकढुक भयो अब हेर ए दोस्त अब त गोरो त खियारियो के भयो बे गोरो हाल्दिने खै के तिमी हिरो डन ए मा कसम तिमी हर्लेर अहिले भोलि बिहान लास भेट्दैन नि एकरा जेप्पा नै हुन्छ ए अन्धविश्वास के बोल्ने बित्तिकै हुन्छ बोल के भाइ आयो यसको फेरि भिडियोले गोविंद बोलो हरि गोपाल बोलो 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 युट्युब च्यानल होइन जा भाइ लिक गर्न पाइन्न के फोटो खिच्न पाइन्न कहाँ खै ए यो केटीले चिन्यो वेलकम टु माय न्यू ब्लॉग दिस इज माय हसल फर एभ्रीथिङ यु नो दैट आई नो दैट ऑल नो दैट यु दैट त्यतिमा त केटा बबल टी आउँछ अब स्टुडेन्टले पैसा हालेर कहाँ भयो त सरले हाल्दै हाल्नुहुन्छ नि जम्मा 4 जना त कस्तो गल्ती गरेको रे केमा आउनु हो त्यो सोध्न हैन मम्मीलाई त चिनेछ नि यसले यसको मम्मी ए रुकी कि दोस्को सिनेम्याटिक एम्बे हेडे मम्मी आउनु भएको छ
नमस्ते आन्टी नमस्ते बाबु चौडा आयो चौडाको माथि नुवाकोट मात्र घर बनेछ सुमित कुमार 65 लिप बाम किने एउटाले 40 मा आउँछ बुटलमा केटा हामी नि मिस्छौँ यसमा उस राख्थ्यो के रक्सी स्टोर सब पृथ्वी नारायण सरले युज गरेको त्यसकै युज त होला नि